हेलो हेलो। मेरो भ्लग आउन बाँकी नै थियो। हुन त मैले सबै दिनको भ्लग बनाउन भ्याइनँ है। मटकोर दिनको भ्लग बनाउन अलिअलि भ्याएको छु। अनि नन्दज्यूले हामी सबैजनालाई 5 जनालाई खुइसा दिँदै हुनुहुन्छ है। अनि उहाँलाई जिस्काउँदै हँसाउँदै अनि उहाँले सबैजनालाई दिदीलाई, मलाई अनि सासु मम्मी अनि माइजूलाई सबैजनालाई अनि आन्टीलाई सबैजनालाई खुइस दिनुभयो। अनि कस्तो क्या रमाइलो। हामी तराईकै भए पनि धेरै एउटै जिल्ला भए पनि कति रिचुअल्सहरू होइन, कति डिफ्रेन्ट हुन्छ क्या ठाउँ चेन्ज हुँदैमा। हुन त म घरतिरको बिहे एटेन्ड गरेको थिएन अहिलेसम्म होइन। फर्स्टै बिहे पछिको मेरो 5 वर्ष बिहे भएको 5 वर्ष भइसक्यो। यसपछि फर्स्टै नन्दको बिहे मैले एटेन्ड गरेँ होइन। योभन्दा अगाडि कसैको बिहे एटेन्ड गरेको थिएन। माइततिरको त लु थाहै भएको थियो होइन, यतातिरको रसमहरू रिचुअल्सहरू। अनि उताको थाहा थियो नि त, उताको फर्स्ट एटेन्ड गरेको कस्तो डिफ्रेन्ट थियो क्या। म हेर्दा म अलिक छक्क परेको थिएँ क्या। यो पनि हुन्छ र, यस्तो हुन्छ र हाम्रोतिर मनमा नै अब हाम्रोतिर त यस्तो हुन्छ भन्ने। अनि हाम्रो फुपू दिदी चाहिँ अलि ढिलो आउनुभएको थियो, त्यही भएर हाम्रो जेठानी दिदीलाई नि पट्टा ठोक्न सुरुमा माटो ल्याउन भन्नुभयो। अनि त्यसपछि फुपू दिदीले ठोक्नुभयो। उहाँ हाम्रो फुपू दिदी हुनुहुन्थ्यो। अनि त्यसपछि रिचुअल्सहरू भइरहेको थियो होइन। अनि हाम्रो नन्द मनमा नै मक्ख क्या मक्ख।